लगाइछ है हामीसँग चाहिँ फेरि पनि गस 27 को 2017 मोडलको केटीएम ड्युक 200 BS4 मा आइसक्यो है। हाम्रोमा ड्युक कस्तो हुन्छ भन्नै पर्दैन है। सबै सोरुममै लगेर चेकअप गर्दा पनि हुन्छ। सबै बनाउने कुराहरू सबै बनाइसक्यो है। फुल सर्भिसिङ ग्रिजिङ तपाईको बेरिङ सेरिङ हैन डिस्क प्याडहरू फेर्नुपर्ने कुराहरू सबै फेरिसक्यो। बाइक एकदमै बवाल भएको छ। ग 17 को 2017 मोडलको बाइक रहेको छ है। बाइक अञ्चलीकरण भए पनि बाइक चाहिँ बवाल छ है। गाडा आएर चेक गर्दा हुन्छ। हामीले च्यासी भाँचिएको इन्जिन गएको त्यस्तो बाइक चाहिँ लिँदैन है। एकदम फ्रेस बाइक मात्रै आउँछ हामीसँग। आएर चेक गर्न सक्नुहुन्छ है। ल टायरहरू सबै ओके छ है। यो हाम्रो सिग्नेचर स्टिकर भइ नै हाल्यो। अरू भनेको तपाईँको यस्तो गुटकाहरू सबैमा राखेको हुन्छ। ह्यान्ड गार्डहरू भइहाल्यो। लेग गार्ड पनि हालेको हुन्छ। र यो चाहिँ केटीएम राखेको हुन्छ है। हाम्रो बाइकहरूमा चिन्नुपर्ने यिनीहरू नि हो। र सिल ब्याग इन्जिनमा छ। अहिलेसम्म इन्जिन पनि खोलेको छैन है। बाइक एकदमै फ्रेस छ। सकहरू हेर्न सक्नुहुन्छ। यस्तो ब्रान्ड न्यू छ सकहरू पनि है। आएर मजाले चेक गर्नु होला। अनि टायर हेर्न सक्नुहुन्छ। सिएटको टायर छ है। पछाडि चाहिँ सिएटको टायर छ। एकदमै बवाल हुन्छ है। अफरोडको लागि झन् बवाल हो यो टायर चाहिँ है। गस 27 पो 690 नम्बर पनि युनिक छ है। गस 27 पो 690 है। ट्याक्क दामी छ बाइक पनि। कति किलोमिटर रनिङ गरेको छ त्यो पनि हेरिदिउँ है। ट्याक्क लाएर किलोमिटरको कुरो गर्नुपर्दा तपाईँको 24,000 किलोमिटर रनिङ है। 24,000 किलोमिटर रनिङ 24,000 मात्रै कुदेको छ बाइक। एकदमै फ्रेस छ। आएर मजाले चेक गर्न सक्नुहुन्छ बाइकमा है। हाम्रो सबै बनाउने कुराहरू सब बनाइसक्यो है। सर्भिसिङहरू यताबाट सब सोरुममै हुन्छ। आएर चेक गर्न सक्नुहुन्छ। बाइक पनि एकदमै बवाल छ। एकदमै फ्रेस छ है। बाइकमा केही पनि खर्च छैन। आएर मजाले चेक गर्नु होला बाइक पनि है। लोकेसन हाम्रो पोखरा अमरसिंह है। र प्राइसको लागि चाहिँ कल गर्न सक्नुहुन्छ है। यसको प्राइस के कति छ भनेर चाहिँ तपाईँले कल गर्न सक्नुहुन्छ मजाले है। ल साउन्ड सुन्ने मात्रै यसको है त ट्याक्क लाएर। ल बाइक यही हो। मजाले कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त। र आउन सक्नुहुन्छ है त।